यतिखेर देख्न सक्नुहुन्छ तपाईँ, यो चाहिँ जापानको सिमानेको इजुमा भन्ने ठाउँ हो। यहाँ चाहिँ हिउँ परेर पुरै सेताम्मे भएको तपाईँहरूले यो दृश्य देख्न सक्नुहुन्छ। एकदमै मनमोहक दृश्य छ। र यसै गरी मेरो साथमा हुनुहुन्छ दाइ मनोज सापकोटा अनि म चाहिँ निराजन थापा। हामी चाहिँ आज मेरो जन्मदिनको अवसर पारेर सामानहरू किन्नको लागि यो युमे टाउनमा जाँदैछौँ। र यही अवसरमा हामीले चाहिँ यो एकदमै राम्रो ठाउँको भिडियो कैद गर्ने अवसर पायौँ भन्दै मेरा 2 शब्द यही राख्न चाहन्छु। हस्त धन्यवाद। तर आज सबै हिउँ पग्लिसकेछ थापासान, सबै हिउँ पग्लिसकेछ कि एक रातमै है। हिजो त पुरै रोडमा कोरी जमिरहेको थियो है, आज त छैन नि के पनि। tadi lo tiene que ver, mira, diga que Mojiton. तीन नम्बर चितवन 3 त्यो 4 जस नजिक नजिक भनौँ न। यो चौनौ चितवन भनेको नजिकै हो। हामी 5 जना लगभग टाढाइबाट भेटेर हैन रमाइलो त भयो। कोही नमिल्ने टाइपको त कोही छैन नि। नेपाली भएर सक्छ। हैन नेपाली भएर मात्र सकिदैन, साथी गुना नि हो। साथीको विचार पनि मिल्नु पर्छ। हामी मिल्नु लगभग